हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। धेरै टाइम भएको थियो नि त हामी बाहिर ननिस्केको पनि। अनि आज चाहिँ अलिअलि सामानहरू किनमेल गर्नु पनि थियो। अनि हामी चाहिँ गयौँ सपिङ गर्न सेल्वेजमा। भाटपटिनीमा चाहिँ सबै सामानहरू एकै ठाउँ पाइने भएर चाहिँ हामीलाई एकदमै सजिलो भएको थियो नि त सपिङ गर्नको लागि। अनि यहाँ सेल्वेजमा पनि सबै सामानहरू एकै ठाउँ पाइन्थ्यो नि त। सो हामी चाहिँ के सपिङ गर्न आएको त यहाँ चाहिँ सबै किचन आइटमहरू मात्रै रहेछ, अरू चाहिँ कन्स्ट्रक्सन भइरहेको रहेछ। यहाँ चाहिँ कति राम्रो सुपारीको पातले बनेको थाल बटुका प्लेटहरू अनि अरू पनि आइटमको सामानहरू बनेको थियो है। यो देखेर चाहिँ हामी अचम्मै मान्यौँ अनि म चाहिँ फर्काइ हेरिरहेको छु है, एकदमै राम्रो लागेर। अनि यो बनाउने मान्छेको चाहिँ सिपलाई चाहिँ मान्नै पर्छ है, कस्तो राम्रो बनाएको। यहाँ चाहिँ मेरो श्रीमानज्यूले बार्बिक्यू स्टेन हेरिराख्नु भएको छ है। हाम्रो घरमा चाहिँ प्रायः जसो बार्बिक्यू भइरहन्छ नि त, अनि उहाँलाई चाहिँ मन परेर हेरिराख्नु भएको छ। हामीलाई चाहिँ डोरम्याटको पनि एकदमै आवश्यक थियो नि त। अनि मेरो श्रीमानले चाहिँ डोरम्याट हेरिराख्नु भएको छ है, राम्रोसँगले छानेर लिने भनेर। सो हामीले चाहिँ डोरम्याटहरू पनि छान्यौँ, अरू सामानहरू पनि लियौँ। अनि हामी चाहिँ काउन्टरमा गएर बिल पे गरेर फर्क्यौँ है। घर जाने बेला पनि भइसकेको थियो। अनि खाजा खाइवरी जाने भनेको त ठ्याक्कै केएफसी पनि ओपनिङ भइसकेको रहेछ। अनि हामी चाहिँ केएफसी नै खाएर जाने भनेर चाहिँ यहाँ अर्डर गर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ एकदमै भिड भएको कारणले गर्दाखेरि चाहिँ यहाँ नम्बर अनुसारले बोलाउनु हुँदो रहेछ। अनि एकछिन हामी चाहिँ वेटिङमा बस्यौँ है। अनि एकदमै भिड भएको कारणले गर्दाखेरि चाहिँ पालै पाउन एकदमै गाह्रो भयो नि त। अनि हामी चाहिँ एकछिन बसेरै वेट गर्ने भनेर चाहिँ अनि हामी बस्यौँ। हाम्रो पालो चाहिँ 26मा थियो। अनि एकछिन पछाडि चाहिँ बोलाउनु भयो। अनि म चाहिँ छिटो गएर चाहिँ ल्याइहालेँ है। मलाई चाहिँ एकदमै भोक लागेको थियो है। अनि मलाई चाहिँ कतिखेर खाम जस्तो लागिरहेको थियो केएफसी पनि। अनि हेर्दा चाहिँ एकदमै यम्मी थियो है। अनि मेरो श्रीमानज्यूले चाहिँ हतार खाइहाल्नु भयो, उहाँलाई पनि एकदमै भोक लागेको थियो नि त। अनि मैले पनि यहाँ चाहिँ अब चाखिहालेँ है, मलाई पनि एकदमै मिठो लाग्यो है, मलाई चाहिँ एकदमै मिठो लाग्यो। अनि तपाईँहरू पनि खानु चाहनुहुन्छ भने चाहिँ यहाँ चाहिँ ठ्याक्कै चिप्ले ढुङ्गामा छ है। अनि आएर सबैजनाले खानु होला, एकदमै मिठो थियो। अब खाँदै बेलुका पनि भइसकेको थियो, घर जाने बेला भइसकेको थियो, झमक्कै बेलुका भइसकेको रहेछ है। बाहिर जाँदा त अब घर जाने भनेर चाहिँ नि हामी चाहिँ गयौँ। ल आजलाई यति नै, थ्याङ्क यू फर वाचिङ। मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।